कमी कमजोरीहरू देखाउनु पर्नेमा परेको छु। यसलाई चाहिँ संस्थाकै हितमा बुझिदियो भने राम्रो हुन्छ। यो कश्मीर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको चाहिँ 18औं वार्षिक साधारण सभामा उपस्थित सम्पूर्ण मुख्यतः शेयर सदस्यहरूपट्टि चाहिँ नमन भन्न चाहे। धेरै शेयर यो सहकारीहरूमा आबद्ध हुँदा हुँदै कति ठाउँमा चाहिँ मैले खाली देखेको छु कि यहाँ चाहिँ भरिभराउ देखेर भरिभराउ चाहिँ शेयर सदस्यको अगाडि बोल्न पाउँदा चाहिँ मलाई एकदम खुसी लागेको छ। यस कश्मीरा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 18औं वार्षिक साधारण सभाको अध्यक्षता गरिरहनु भएका सभाध्यक्षज्यू, आफ्नो महत्त्वपूर्ण समय यस संस्थालाई दिएर उपस्थित हुनुभएका प्रमुख अतिथिज्यू लगायत सम्पूर्ण अतिथिज्यूहरू, सञ्चालक समिति, पूर्व सञ्चालक अध्यक्ष तथा पूर्व सञ्चालक समिति तथा अन्य उपसमितिका संयोजक एवं पदाधिकारीज्यू, संस्थाको मुटु तपाईँ सम्पूर्ण शेयर सदस्यज्यूहरू, कर्मचारी लगायत उपस्थित सम्पूर्ण व्यक्तिहरूमा लेखा तथा सुपरिवेक्षण समितिको तर्फबाट हार्दिक नमस्कार तथा सहकारी अभिवादन। उपस्थित शेयर सदस्य महानुभावहरू, यस कश्मीरा बचत तथा ऋण सहकारी संस्था लिमिटेड आफ्नो सदस्यहरूमा बचत तथा ऋण कारोबार मार्फत वित्तीय सेवा पुर्याउँदै सदस्यहरूलाई व्यावसायिक बनाउँदै आर्थिक विकास गर्नको लागि सदैव प्रतिबद्ध रहेको छ, जुन यहाँहरूले विगत 18 वर्षदेखि साथ सहयोग र सल्लाहको भरमा यो अगाडि बढिरहेको छ। 18 वर्ष अघि सीमित पुँजी र थोरै सदस्यहरूबाट सुरुवात भएको यस संस्थाको आजको दिनसम्म आइपुग्दा जम्मा शेयर सदस्य 429 जना हुनुहुन्छ, जसमा महिला शेयर सदस्य 115 र पुरुष 314 रहेको छ। त्यसै गरी शेयर पुँजी 2 करोड 76 लाख रहेको साथै बचत रकम 19 करोड 80 लाख 68,341 रहेको जानकारी गराउँदछु। संस्थाले लिएको बाह्य ऋण रकम रु 9 करोड 10 लाख रहेको छ। आगामी दिनमा यो बाह्य ऋणलाई चाहिँ घटाउन हुनको लागि अनुरोध गर्दछु। यसको चाहिँ 5% हाम्रो जुन चुक्ता पुँजीको 5% भनेको करिब 1 करोड 50 लाख नबढ्ने गरी कायम गर्न अनुरोध गर्दछु। संस्थाको कारोबार तथा प्रवाह गरिने सेवाहरू परिणात्मक मात्र नभई गुणात्मक र व्यवस्थित बनाउन पनि उत्तिकै चुनौतीपूर्ण कार्य हो, जसलाई सहज, वैज्ञानिक र व्यवस्थित बनाउनको लागि प्रचलित सहकारी ऐन, नियम, वैज्ञानिक लेखा प्रणाली, सहकारी विभाग तथा सहकारी प्राधिकरणद्वारा जारी निर्देशन आदिलाई पनि पालना गर्दै प्रविधि मैत्री, समय सापेक्ष र नवीनतम पद्धतिको अवलम्बन गर्दै कार्य सम्पादन गर्नु अपरिहार्य हुन्छ, जसलाई यो संस्थाले आत्मसात गरेको पाइन्छ। सहकारीको मूलमर्म नै विकासका लागि समूहमा गरिने सहकारी र साझा प्रयास भएकोले यससँग सम्बन्धित सबै पक्ष आफ्नो भूमिकाप्रति जिम्मेवार रही अनुशासित, इमानदारीपूर्वक कार्य गरेमा मात्रै संस्थाले राखेको लक्ष्य हासिल हुन्छ र संस्था सफल बन्छ। सहकारीले